यो राजसभाको सरकार छ, बालेन प्रधानमन्त्री छ, अनि राजसभाका सबै मन्त्रीहरू छन्। यो छिटछिटै एमालेका केपी ओलीहरूमाथि लागेका आरोपहरू अनुसन्धानहरू गरेर यिनीहरूलाई चाहिँ जेल हाले हुने हो। अब केपी ओलीलाई पहिले अब जेनजी आन्दोलनमा चाहिँ यिनले चाहिँ यो नाबालक विद्यार्थीहरूलाई चाहिँ मारे, यो हत्यारा हो भनेर दुनियाँभर आरोप लगाएर चाहिँ हिरासतमा राखेको थिए। फेरि किन छोडेका रहेछन्? अब हत्यारा मान्छेलाई किन छोडेको? अब त्यो हत्यारा होइन भने फेरि किन आरोप लगाएका हुन्? अब चाहिँ उसलाई पहिला गिरिबन्धु काण्ड चाहिँ कम्बोडियामा चाहिँ टेलिकममा चाहिँ यति यति अरब पैसा लगानी गर्यो भन्दै थिए। यिनीहरूकै सरकार छ, यिनीहरूकै प्रशासन होइन, यिनीहरूलाई चाहिँ अनुसन्धान गर्न केले रोक्यो हो? कि आफ्नै मन्त्रीहरू आफ्नै नेताहरूको काण्ड अनुसन्धान गर्नु छुपाउनु पर्ने भएर यता अनुसन्धान गर्न नभएको? हुन त अब यिनीहरूको सहकारी काण्डको हिसाब मिलाउन बाँकी भएर होला। आफ्नै प्रधानमन्त्री छ, आफ्नै गृहमन्त्री हुँदा पनि अब एउटा जीवी राईलाई ल्याउन सकेका छैन। अब जीवी राईलाई ल्याइसकेपछि त सबै काण्ड राफसाफ हुन्थ्यो नि। अब बदनाम गरेर चाहिँ सत्तामा आइहाले। अब सहकारी सुल्झाउनलाई चाहिँ अहिले सरकारी ढुकुटीबाट चाहिँ पैसा दिने भन्दैछन्। अब जसले सहकारी सकेको उसैको सम्पत्ति जफत गरेर दिनु नि, किन सरकारी ढुकुटीबाट फेरि पैसा तिर्नु? अब पुरानो नेताहरूलाई यति आरोप लगाएर चाहिँ बदनाम गरेर चाहिँ यिनीहरू सरकारमा आए। अहिले चाहिँ आफ्नै नेता मन्त्रीहरू चाहिँ बदनाम भएको छन्। कोही चाहिँ अब सेयरमा चाहिँ अवैधानिक तरिकाले चाहिँ सेयर लगानी गर्यो भनेर मन्त्री परिचय भएको छ। कसैले चाहिँ विदेशी महिलालाई चाहिँ युवतीलाई चाहिँ गर्भवती बनायो भनेर लुक्दै हिँडेछ। उहाँ सभामुखले बोलाएका छन्। ऊ चाहिँ टाप कसेर सुत्केरी खर्च खोज्न गएको कता गयो? लौ न हो सरकार, यो चाहिँ पुराना दलका नेताहरूको सबै काण्डहरूको अनुसन्धान गर्नुहोस्। तपाईँको काण्डहरूको त ढाकछोप त पछि गरे पनि हुन्छ क्या। अब 5 वर्ष तपाईँहरू सरकारमा भएपछि अरूले त्यति खोज्दैन। यो पुराना नेताहरू र पुराना दलहरूले गरेको काण्डहरूको छानबिन गर्नु पर्यो। अब 2084मा चाहिँ अब स्थानीय चुनाव हुँदैछ। छिटो तपाईँहरूले चाहिँ यो छानबिन गरेर त अब अरू दलहरूलाई पनि फाइदै हुन्थ्यो। अब हामीले चाहिँ यस्तो काण्ड गरेका छैनौँ, त्यो चाहिँ आरोप मात्रै लगाएका थिए भन्न पाउँछन्। लौ त